नमस्कार, म मन्जु लामा, मन्जु किचनबाट। आज तपाईहरुलाई गाजर र मुलाको अचार बोतलमा हालेर खाने अचार बनाएर देखाउन गइरहेछु। यसको निम्ति मैले मुला 1 किलो लिएको छु। यो खाली जस्तो मुला लिँदा पनि हुन्छ। अनि गाजर यसरी 1
नुन पसेको छ त्यो सुकाउँदा सुकाउँदा त्यही पानी नै मजाले सुक्यो यसमै टेस्ट पनि हुन्छ यो चाहिँ किरिक किरिक पनि हुन्छ यो चाहिँ फ्ल्याक्कै गल्दैन यो अब कति तपाईले राख्नुभयो भने यो अचार तपाईहरुले 6 महिनासम्म राख्न सक्नुहुन्छ एक कमलाको चिनीमा कसरी पस्यो कमिलो डाँडाबारीको सन्तोला गुलियो छ कि अमिलो बिरको मलाको चिनीमा तपाईहरुले यो अब यही 1 महिना 2 महिना भित्रमा खानुहुन्छ भने चाहिँ यतिकै राख्दा हुन्छ तपाईहरुले राख्नु यसलाई 1 वर्ष 2 वर्ष खानुहुन्छ भने चाहिँ यसलाई अलिक यसरी खादेर तेल हाल्नुपर्छ अलिकति तेल हाल्नुपर्छ अनि तेल चाहिँ तर तपाईहरुले भरि नहाल्नु होला फेरि घाममा सुकाउँदाखेरि फेरि सबै उम्लेर निस्किन्छ यसमा अलिकति कम्ती तेल हाल्नु होला यसरी यति हाल्नु भयो भने चाहिँ घाममा तपाईहरुको घाममा राख्दा पनि यहाँसम्म मात्रै आउँछ यहाँ भरि राख्नु भयो भने चाहिँ उम्लेर बाहिर निस्किन्छ यो तपाईहरुले 1 वर्ष 2 वर्षसम्म खानु सक्नुहुन्छ यो बिग्रिँदैन यसरी पानीमै मुलाको पानीमै सुकाएर मुलाको अचार बनाएको छ भने चाहिँ एकदमै उयो हुन्छ अचार अब रेडी भयो तपाईहरुले आजैदेखि खानु सक्नुहुन्छ यो अचार बिग्रिने पनि डर हुँदैन यो अचार चाहिँ एकदमै पानी गाजरको मुलाको पानी यसमै सबै सुकेको छ यसमै त्यसले गर्दा घाममा चाहिँ तपाईहरुले सुकाउनु पर्यो 3 दिन जतिसम्म सुक्दैन यस्तो हुँदैन तबसम्म यो अचार 2 वर्षसम्म पनि बिग्रिँदैन आजैदेखि खानु सुरु गर्दा पनि हुन्छ तपाईहरुले अनि मैले बनाएको यो अचार तपाईहरुलाई मन पर्यो भने मन पर्यो कि परेन मन पर्यो भने लाइक सब्स्क्राइब कमेन्ट्सहरु गर्नु होला अनि सब्स्क्राइब गर्नु भएको छैन भने गर्दिनु होला लाइक पनि गर्दिनु होला शेयर पनि गर्दिनु होला धन्यवाद छ अचार खानुहोस् म पनि खाँदै छु